अन्डर 19 एसिया कप खेल्ने लक्ष्यसहित नेपाली टोली अन्डर 19 प्रिमियर कप खेल्न हाल यति बेला भने युएईमा रहेको छ, जस अनुरूप आज भने फाइनल खेल हुन गइरहेको छ, जहाँ नेपालले युएईसँग प्रतिस्पर्धा गर्नेछ र यो खेल भने नेपाली समयअनुसार 10:45 बाट सुरु हुँदा लाइभ ब्रोडकास्टिङ भने एसीसी को अफिसियल युट्युब च्यानलबाट लाइभ हेर्न सक्नुहुनेछ। ग्रुप ए स्टेजमा अन्तर्गतमा रहेको टिम नेपाल हङकङ र साउदी अरेबियालाई हराउँदै ग्रुप ए बाट विजेता बन्दै सेमिफाइनलको यात्रा तय गर्न सफल रह्यो। सेमिफाइनलमा भने नेपालले टिम मलेसियालाई 9 विकेटले हराउँदा नेपाली टिम फाइनलको यात्रा तय गर्न सफल रहेको हो। यता टिम विपक्षी टोली युएई भने बहराइन र कुवेतलाई हराउँदै ग्रुप बी को विजेता बन्दै सेमिफाइनलको यात्रा तय गर्न सफल रह्यो। सेमिफाइनलको यात्रामा टिम युएईले भने टिम ओमानसँग प्रतिस्पर्धा गर्यो, जहाँ 8 विकेटले हराउँदै टिम युएई पनि फाइनलको यात्रामा आज नेपालसँग प्रतिस्पर्धा गर्न लागिरहेको छ। नेपालको एउटै मात्र लक्ष्य हुनेछ यो ट्रफी पनि आफ्नो हातमा पार्ने र यस प्रिमियर कप अन्तर्गतमा रहेर 3 टोली एसिया कपमा छनौट हुने हुन् भने 2 टोलीको त टुङ्गो लागि नै सकेको छ, अर्थात् नेपाली टोली एसिया कपमा भने छनौट भइ नै सकेको छ र आजै हुने मलेसिया र ओमान बीचको खेलले पनि तेस्रो टोलीको तय रहनेछ र यस खेलको लाइभ कमेन्ट्री लिएर तपाईहरुमा उपस्थित रहने नै छौं र यति भन्दै यस भिडियोबाट पनि हामी बिदा हुन चाहन्छौं र जाँदा जाँदै च्यानललाई यति नयाँ हुन्छ भने सब्स्क्राइब पनि गर्न नभुल्नु होला भन्दै यस भिडियोबाट पनि म बिदा हुन चाहन्छु। हस्त जय नेपाल, जय नेपाली क्रिकेट। धन्यवाद।